ओहो हेलो म्याम के छ लरक लरक परे साडी लाएर कता हो हामीसँग यस्तो गफ गर्न मिल्छ होला त बसौँ न बस्ने र बसौँ न बसौँ एकछिन यस्तो बात मारौँ न अब मलाई नि यहाँ एक्लै छु म पनि तान्दिउँ अनि कता हिँड्नु भयो र मन गाउँ घुम्न हिँडेको गाउँ घुम्न अब म पनि गाउँ घुम्नै भनेर हिँडेको हो के गरौँ एक्लै भएर न्यास्रिएर बसिरहेको थिएँ अब तपाईँलाई देखेपछि सब कुरा बिर्सेर यहीँ बस्नु पर्ला जस्तो छ हो र न्यास्रो के हो त हेर्दा त न्यास्रो जस्तो देखिँदैन अनि एउटा कुरा सोधौँ एउटा किन दुइटै सुन तपाईँको नाम के हो मेरो नाम सोधेर चाहिँ तपाईँ के गर्नुहुन्छ अब नामै त सोधेर अगाडि बढ्ने हो नाम सोद्धा चाहिँ अगाडि बढ्नुपर्छ के भन्न मिल्दैन होइन भन्न नमिल्ने होइन मिल्छ त्यही पनि अब पहिलोचोटि देखेको फेरि के अब भन्नु देख्ने भनेकै पहिलोचोटि हो पहिलो भेट्ने एकदम राम्रो रमाइलो हुन्छ र क्या अनि साँच्चीकै गाउँ घुम्न मन लाग्यो र गाउँ घुम्नु मन लागेर त आएको हो र गाउँै घुम्ने त म घुमाइदिइहाल्छु नि अब तपाईँ त कस्तो के नाम सोध्न चाहिँ अगाडि हाल्नु पर्दैन है मेरो नाम रोशनी हो हो र यो हात पनि कहाँ कहाँ जान्छ भने अनि मेरो नाम चाहिँ मदन ए हो रहेछ मलाई पनि थाहा भयो हात त कहाँ कहाँ जाँदो रहेछ अनि नाम त मान्छे जस्तै एकदम राम्रो क्या मान्छे पनि राम्री नाम त उफु कुरा नगरौँ अनि मान्छे त आएको छैन नि अलिक माथि आउनु हो ल मान्छे आए पनि के हुन्छ त हामीले किन गराख र मान्छे हामी अलिक समस्या हुन्छ कि अब केटी घुमाएर बस